जुम्ला राराको रेस एकदमै हार्ड छ। यो यताको हावापानीले गर्दा पनि हाई अल्टिट्युड लाग्ने सम्भावना छ। अरू ठाउँ ट्रेल रेसमा सजिलै हुन्छ, तर यो ट्रेल रेस भनेको एकदम गाह्रो छ। किन कुद्नु? म 45 वर्षको भइसकेँ अनि रहर इच्छा पुरा गर्नु पर्यो भनेर फिनिस गर्छु भन्ने इच्छा छ। यो जुम्ला रारा अल्ट्रा म्याराथन चाहिँ पहिलोचोटि सहभागी थियो र एकदमै च्यालेन्जिङ थियो, रुट एकदमै राम्रो थियो। त्यो भूगोलहरू हेर्दै कुद्न पाउने भएकोले एकदम एडभेन्चर मनपर्ने भएकोले चाहिँ म यो क्षेत्रमा लागेको हो। I love to run in Nepal for this landscape because here it's really beautiful and people here are really amazing. People here always smiling, people here always asking if you need something, and they are really kind. पुरुषतर्फको उपाधि जित्न सफल हुनुभएको धीरबहादुर बुढालाई पनि अगाडि आइदिनु। पहिलो आफ्नो स्वास्थ्यको लागि र दोस्रो कुरा के छ, आफ्नो जन्मभूमि र जिल्ला र समग्र प्रणालीलाई र देशलाई चिनाउने पहिचानको हिसाबले चाहिँ मैले चाहिँ कुदिरहेको छु। गुरुले भन्नुभएको थियो अस्ति फिनिस गर्नु नै ठुलो कुरा हो भनेको सुनेको हुनाले फिनिस गर्छु भन्ने हाल लाग्यो। हाम्रो त के छ भने यहाँको फर्स्ट हुनै पर्छ, हिँड्न सकेन भने त्यो त गइन्छ अगाडि, त्यो होइन, हिँड्ने होइन कि यो म्याराथन पुरा गर्नु नै सबैभन्दा साहस खेल हो क्या। यो म्याराथन पुरा गर्नु नै जिते जस्तो हो क्या।